छुट्टी होला अब मलाई एयरपोर्टसम्म तिराउन जानुहुन्छ होला एयरपोर्ट जान्दिसम्म जाँदाखेरि थाहा भयो नि एयरपोर्ट तिराउन जानुहुन्छ तपाईँहरू प्लेनबाट जानुपर्ने हो कि गाडीबाट गाडी बाबु लिएर त गाह्रो हुन्छ नि गाडीमा अनि अब त्यत्रो लामो बाटो त अबि गाह्रो हुन्छ नि रातभरि एक दिनभरि लाग्छ नि त्यही भएर गाडीमा जान्छु रातभरि एक दिन होइन लगभग 2 दिन भनौँ न होइन 24 घन्टै लाग्ने हो ठुलो मान्छेलाई गाह्रो हुन्छ सानोलाई गाह्रो भइहाल्छ म त गइहाल्थेँ तर बच्चा छ ज्याउ हुन्छ त्यही भएर प्लेनमा हुन्छ यो शर्मिलाको त मलाई माया लाग्दैन यसको चाहिँ माया लाग्छ मलाई हो यसको किन अनि झन् उहाँबाट जन्मे हो नि त अनि उहाँको माया नलाग्ने उहाँको मात्र लाग्ने योलाई त ठुलो मान्छे हो यसलाई त माया त लाग्छ तर अब अर्कै टाइपको माया लाग्छ नि त यो अब छिपेको र यो कलिलोमा त धेरै फरक हुन्छ नि त यो छिपेकोलाई कस्तो माया गर्नु यो कलिलोलाई यो यस्तो छ यो जोसँग हेर्नु न छु तपाईँहरूको क्यामेरा देखेर पुरै उ गरेर बस्छ अब यसको भात खुवाइ आउनु लागिसक्यो रे हिजोको दिनमा फेरि के हो थियो कि दुईजनाको है केही न केही एउटा रगतको छिटा पर्यो भने पनि यस्तो मिलन हुन्छ अरे भन्छ होइन अनि हाम्रो चाहिँ नि त्यस्तो धेरै चाहिँ नि अब माइती घरमा आएर यस्तो मिलन भयो भनौँ न 30 सम्म शर्मिलालाई 30 अगाडि चाहिँ उतै बाबुकै घरतिर मनाउने गरेर चाहिँ एउटा व्यवस्था गरेर सरकारले उता समन्वय गरिदियो भने चाहिँ उसलाई उठाइदिनु पर्छ अनि बाबुको कस्तो ज्ञान सबैसँग माया मिल्छ यो सबैसँग गर्छ अनि मसँग बोतलको दुध खान्छ गाला टाँसिन्छ माया गर्छ यो त धेरै ज्ञानी छ नि आमामा ल तपाईँहरूलाई कस्तै हेरिरहेको छ यसले आमा भन्दा नि तपाईँसँग धेरै झ्यामे हो क्या अस्ति 2 दिनमा सन्चो नभएर घर गएको बाबु यहाँ बिरामी भएछ रुवाएर पुरै निसास लिएर बसिरहेको रहेछ अनि हिजो म आएको त खुसी भएर फेरि खेल्न थाल्यो हेर्नु त अब दुईजना माइती घरमा कसरी छुट्टिने होला हामी यो र म दिदी बहिनी जस्तै अब फेसन उस्तै मिल्ने रहेछ त्यो भनिन्छ नि कुनै पनि जात्रामा गएर मेलामा गएर छुट्यो दिदी बहिनी जस्तो यहाँ भेट भए जस्तो भइरहेछ त होइन खोइ मेलामा गएर छुट्या हो कि हिजोको दिनमा फेरि के हो थियो कि दुईजनाको है केही न केही एउटा रगतको छिटा पर्यो भने पनि यस्तो मिलन हुन्छ अरे भन्छ होइन अनि हाम्रो चाहिँ नि त्यस्तो धेरै चाहिँ नि अब माइती घरमा आएर यस्तो मिलन भयो भनौँ न शर्मिलाको त मलाई माया लाग्दैन यसको चाहिँ माया लाग्छ मलाई यसको किन अनि झन् उहाँबाट जन्मे हो नि त अनि उहाँको माया नलाग्ने उहाँको मात्र लाग्ने योलाई त ठुलो मान्छे हो यसलाई त माया त लाग्छ तर अब अर्कै टाइपको माया लाग्छ नि त यो अब छिपेको र यो कलिलोमा त धेरै फरक हुन्छ नि त यो छिपेकोलाई कस्तो माया गर्नु यो कलिलोलाई यो यस्तो छ यो जोसँग हेर्नु न छु तपाईँहरूको क्यामेरा देखेर पुरै उ गरेर बस्छ अब यसको भात खुवाइ आउनु लागिसक्यो रे सबैजना अब तपाईँहरूको होइन हेर्नेहरू जति पनि शर्मिलालाई हेर्ने अब बाबुलाई हेर्ने होइन देश विदेशबाट फ्यान फलोवर्सहरू मेरो फ्यान फलोवर्स भयो उसको फ्यान फलोवर्स भयो बाबुको भयो होइन हामी तीनजनाकै बाट चाहिँ तपाईँहरूले के चाहिँ सोचिदिनु भने अब उसलाई घर पनि अब लगभग होइन घर पनि पठाउनु पर्छ होइन अब त्यसको लागि चाहिँ अब सरकारले केही त चालिदिनुहुन्छ होला होइन अनि त्यो अब जन्म दर्तै नभए पनि प्रोसेस चालिदिनु भयो भने ऊ अब लगभग उठ्छ भनौँ न दसैँ पनि आयो तिहार पनि आउन लाग्यो हो कि भनौँ न तीज आउन लाग्यो तीज मनाएर यहाँ बस्ने कुरा नि भएन अब 30 सम्म शर्मिलालाई 30 अगाडि चाहिँ उतै बाबुकै घरतिर मनाउने गरेर चाहिँ एउटा व्यवस्था गरेर सरकारले उता समन्वय गरिदियो भने चाहिँ उसलाई उठाइदिनु पर्छ अनि यो बाबुको पनि भात खुवाइ गर्ने भनेको छ होइन अब भनौँ न अब हाम्रो देश विदेशमा रहन हुने अब यो बाबुलाई माया गर्नुहुने उसलाई माया गर्नुहुनेले चाहिँ अब केही सहयोग गर्न चाहनुहुन्छ भने अब उसको भात खुवाइ छ होइन अब मलाई त केही न के अब म पनि पीडित अब यो पनि पीडित होइन अब मलाई त के गरिदिनु जस्तो फिल भइरहेछ अब होला नि त नेपाली अब जनताहरूलाई कति मन भएको पनि हुनुहुन्छ होइन अनि त्यसको लागि चाहिँ यो बाबुलाई अब केही गर्न चाहनुहुन्छ भने होइन कसैले अब सपोर्ट गरिदिन चाहनुहुन्छ भने अब यो बच्चालाई अब उसको बाउ नभएको महसुस नहोस् के होइन ओहो सबजनाले कस्तो राम्रो भात खुवाइ गर्दैछ भन्ने कुरा हुन्छ नि त भात खुवाइमा तपाईँहरूलाई थाहा छ हामी नेपालीको के चाहिन्छ कस्तो चाहिन्छ एक सरो सामानले पनि सामान्य कुराले पनि सामान्य सामानले पनि होइन एउटा चाहिँ नि एउटा हुन्छ नि त त्यो महँगी छ अब उसको आमाले अहिले गर्न सक्दैन हो कि होइन अब उसको बाजे बजे कता हो कुन्दुलोमा हो गरिदिँदैन अब बिचरा के गरोस् अब मामा घरले गर्नुपर्छ भन्छन् होइन त्यही कारणले सबैजना चाहिँ मामा घर बनेर चाहिँ यो भान्जाको यो बाबुलाई चाहिँ एउटा
मनाइदिउँ होइन एउटा भात खुवाइ गरिदिउँ अनि त्यसपछि भातको जुठो लगाइदिएर सबै गरेर यिनी चाहिँ जान्छन् होला सुर्खेततिर यिनलाई यहाँनिर टिकी लगाइदिने भात खुवाइ गरेर अनि पठाइदिने भन्ने चाहिँ कुरा छ तपाईँलाई याद आउँछ होला धेरै पछि बाबुको म त याद आयो भने सुर्खेत भेट्न गइहाल्छु नि जान्छु म त प्लेन चढेर भए पनि जान्छु बरु म त के अरे के सपिङ गर्दिनँ अलि दिन होइन पैसा यसो पोका पाएर राख्छ नि प्लेनमा दौडिन्छु म त ओके शर्मिलाजी तपाईँले भनौँ न अब पछिल्लो अवस्थामा चाहिँ यहाँ माइती घरमा बस्दै गर्दाखेरि एकजना हुन उमेरले त उहाँ दिदी नै होला तपाईँभन्दा होइन यो त भगवान् रूपी बच्चा हो यसको लागि चाहिँ हामीले 2-3 वर्षको लागि मात्रै भए पनि यसो दुध खानी र खाना खानी अनि ऊ हिँड्ने भइसकेपछि त परेन नि त हामीलाई त्यसको लागि सपोर्ट गरिदिनु भयो भने चाहिँ म चाहिँ अलिकति आभारी हुने थिएँ होइन यो बच्चाको लागि अलिकति आएको जस्तो लाग्दैन मलाई क्युआर अब यहाँ 100-200 आयो होला तर अहिले कसरी चाहिँ चलाइरहनु भएको छ शर्मिलाजी भन्नु त उसले त्यही हामी जस्तो नजिकको दिदी बहिनीहरू अनि यहाँ आउने कोही अब बच्चालाई टाइफोइडहरू ल्याइदिनुहुन्छ कोही एकदमै मन भएकोहरू यहाँ बच्चाको मुख हेर्ने भनेर अनि कसैले 100-200 दिनुहुन्छ त्यति नै हो उसको खासै भन्ने हो भने त्यसरी ठुलो रकम चाहिँ आजसम्म उठेको छैन बच्चाको लागि त्यही 100-200 यहाँ मुख हेरेको र अनि उसलाई कहिलेकाहीँ अब उसलाई भेट्न र बाबुलाई भेट्न आउने माइती घर मण्डलामा आउने हुनेले 1-2 जोड कपडा ल्याइदिनुहुन्छ डाइफरहरू ल्याइदिनुहुन्छ त्यहीबाट नै चलाइरहेछ मैले हेरे अनुसार है 2 महिनादेखि मैले चाहिँ त्यही देखेको छु अब यो दुईजनाको सम्बन्ध चाहिँ कहिलेसम्म रहने त अब हाम्रो त अब यो सम्बन्ध भनेको त कहिले पनि हट्दैन जहाँ जस्तो भए पनि भेट त भइ नै हाल्छ कुरा भइहाल्छ मोबाइलको जमाना छ होइन अब भिडियो कल छ सबै कुराहरू भइहाल्छ छुटे पनि आत्मीयता त छुट्दैन नि त त्यो कारणले सधैँ नै हुन्छ हामी नमरे बाँचेसम्म नै हुन्छ यो दिदी बहिनीको सम्बन्ध होइन यो बाबुको सम्बन्ध तर टाढा भइएला आफ्नो परिस्थिति र बाध्यताले आफ्नो घर फर्किनु पर्ला तर पनि हामी मोबाइलबाट कुरा त गरिहाल्छौँ कहिलेकाहीँ ऊ पनि काठमाडौँ आइहाल्छ म पनि घुम्नलाई भनेर सुर्खेत गइहाल्छु कुन ठुलो कुरा हो र आफ्नै दिदी जस्तो साथी पाउनु भएको छ है किन रुवा त छानु हेर त मामु रोयो किन भावुक हुनुभयो हामी सबै मिलेर भात खुवाइ गइहाल्छौँ नि किन रोको मामु भन न सपोर्ट गर्नुहुन्छ कि अब म बिरामी भए पनि अब बाबुहरू सब पुरा सपोर्ट गर्नुहुन्छ आफ्नै दिदी जस्तै गरेर सपोर्ट गर्नुहुन्छ त्यो त यहाँ धेरै हामीले पनि देखिरहेछौँ जतिखेर पनि तपाईँले सपोर्ट गरिरहेको हुन्छ बाबुलाई उहाँले सम्हाल्ने अब म बिरामी भयो भने पनि अब त्यही त हर कुरामा आफ्नो दिदीले जस्तै गर्नुहुन्छ अब पछि भनौँ न यहाँबाट गयो पनि त अब याद धेरै आउने भएन होइन म गएपछि मेरो मुद्दा उता छ सुर्खेतमा भएर जानुपर्छ होला अनि म पछि आउँछु उहाँ पनि आउनुहुन्छ होला भेट्नु बाबुलाई यो जुन सम्बन्ध छ अब सधैँको लागि रहन्छ जस्तो छ हामी त एकअर्काले रिसाए पनि बाहिर यस्तो झगडा गर्ने देखाउने चाहिँ छैन कहिले पनि म रिसाए पनि बोल्दिनँ उतातिर जान्छु उहाँ रिसाए पनि उतातिर आफ्नो ट्याङ्कतिर बस्ने त्यस्तो चाहिँ कहिले छैन त्यस्तो रिसा पनि भएको छ र भना भन्नु कहिले काहीँ मात्रै जिस्केर भना भन्नुहुन्छ हाम्रो नत्र त्यस्तो इख लिने टाइपले त्यस्तो झगडा कहिले पनि भएको होइन म फेरि अलिकति बुझ्छु उनीहरूभन्दा म अलिकति बुझ्ने अब ऊ पनि हो नि त अब ऊ भनेको अब अहिले इरिटेट भइरहेको हुन्छ होइन सानोतिनो कुराहरू त म सहन्छु किनभने बच्चा लिएर रोडमा बस्नु सामान्य कुरा होइन क्या एकदमै गाह्रो हुन्छ यो कुरा मैले भोगेको नि हामी हिजो घर महलमा एउटा बच्चा लिएर सुत्केरी अवस्थामा त कति इरिटेट हुन्छ भने होइन अनि यो बच्चा लिएर कसैको साथ छ न केही छ हो कि होइन भन्नु त उसलाई त म त एकदमै म भन्दा पनि उसलाई चाहिँ महान मान्छु कि त्यति धेरै उसले अब रात दिन झरी बादल कहिलेकाहीँ यस्तो चट्याङ आउँछ अब घरभित्र त हामीलाई कस्तो डर हुन्छ यो बच्चा लिएर बस्न होइन यो मान्छेले यो बच्चा लिएर यसरी बसिरहेको हुन्छ कि मलाई लाग्छ कि अलिकति पनि उसलाई चाहिँ होइन त्यो प्राकृतिकसँग पनि डौ छैन क्या भने चाहिँ कति प्राकृतिकसँग सरकारसँग सबैसँग च्यालेन्ज गरेर यो बच्चाको लागि लडेर बसिरहेको छ नि माइती घरको यो खुल्ला हाउसमा यो टेन्ट भने के हो र यो त एउटा कभर त हो नि होइन यो खुल्ला रोड त हो खुल्ला आकाश मुनि त हो नि भनेपछि ऊ कति महान छ र यो बच्चा पनि हेर्नु त कति ऊ छ भन्ने कुरा चाहिँ अनि म त्यसरी नै बुझ्छु अनि उसले भनेका कुराहरू उसले गरेको कुराहरूमा मलाई माइन्ड पनि लाग्दैन होइन कति मान्छेहरूले चाहिँ इस्यु उठाइदिन्छन् यो त्यो भन्छन् त्यो गऱ्यो भने झन् झगडा हुन्छ कि माइती घरमा पनि धेरै खाले कुनै दिन एकदम झगडा हुने एकअर्का कुरा काट्ने त्यस्तो
भइरहँदा पनि तपाईँहरू चाहिँ त्यस्तो देखिएन होइन भने साँच्चीकै एउटा माया हो नि होइन अब यस्तो हुन्छ कहिलेकाहीँ एउटै घरमा त होइन झगडा हुन्छ अब यो त माइती घर मण्डला हो ऊ पूर्वको म पश्चिमको भने जस्तै एउटा दिदी बहिनी भएर यहाँनिर बस्या हो नि त हामी त एउटा मानवताको नाताले त्यही कारणले कहिलेकाहीँ मैले भनेको कुरा पनि उसले अलिकति सहनुपर्छ उसले भनेको कुरा नि मैले सहनु पऱ्यो भने झगडा हुँदैन क्या विवाद हुँदैन अनि ऊ भन्दा म के कम म भन्दा ऊ के कम भन्ने भावना राख्नु हुँदैन के सामान्य सोच्नुपर्छ हो किन भन्नु न त्यो कारणले मान्छेको कहिले पनि झगडा हुँदैन अब म त्यसरी म रिसै राख्दिनँ ऊप्रति होइन ऊ कोही प्रति पनि मलाई त्यस्तो छैन क्या तर अब कोहीले अब त्यस्तो गर्छन् भने त्योसँग अब जुधेर अब सिङ्गरी थापेर उ गर्ने कुरा पनि भएन होइन त्यस्तोसँग बरु बोल्दै नबोल्दिन चुप लाएर बस्ने क्या अब ऊ र म खोइ त अब भनौँ न हामी एउटै टेन्टभित्र खान्छौँ सुत्छौँ एउटै थालमा खान्छौँ बच्चा हेर्छौँ कहिले पनि झगडा भएको छैन अब उसँग झगडा हुने भए त मेरो नि हुन्थ्यो होला नि त भने कि अरू सबैको झगडा हुने अनि मेरो चाहिँ किन नभएको त भने कि अब उसलाई माया गर्नलाई कहाँदेखि कोहरू आउँछन् होइन दिनमा त 10-15 जना यो बाबु र उसको माया गरेर भेट्न छ अब उसको बानी त्यसै जोसँग झगडा गर्ने त्यस्तो भएको भए त आउँथ्यो होला र भने कोही नि आउँथेन अब शर्मिला वाइबा नै हेर्नु उसलाई कति सपोर्ट गरिरहेछ घर लान्छ होइन तेलहरू बच्चालाई लगाइदिन्छ उसलाई सबै लुगासुगा धोएर सरसफाइ गरेर सबै गरेर पठाइदिन्छ अब म भएँ अब जेनिसा भने अर्को हुनुहुन्छ होइन सबैजनाले उसलाई सपोर्ट गरेकै छ सबै दिदीहरूले उसलाई माया गरेछ अब उसले पनि सबैलाई सपोर्ट गरेर मिलिरहेकै छ अनि कोहीले उसलाई केही नभन्ने अनि एक दुईजनासँग चाहिँ उसको के कुरामा के मिलेन त भने क्या म त्यो अचम्म लाग्छ जस्तै अघि भर्खरै उहाँ तपाईँको दिदीबहिनीको सम्बन्ध भने एकदम निकै भावुक हुनुभयो होइन तपाईँलाई पनि के लाग्यो त्यो मनमा भनौँ न एउटा उहाँले त आफ्नो ठुली दिदी जस्तै मान्नु भएको छ होइन तपाईँलाई चाहिँ के लाग्छ मैले त झन् भनिहालेँ नि अब यो बच्चा मैले 1-2 घन्टा यो बच्चा मलाई मैले देखेन भने पनि म के नभए के भए नभए जस्तो हुन्छ क्या मलाई होइन म अस्ति आफू बिरामी भएर घर जाँदाखेरि पनि यो बच्चालाई सम्झेर बसेँ कि मैले घरमा पनि होइन पुरै मलाई त त्यो कतिखेर यो बच्चा भेटौँ हेरौँ त्यस्तो मलाई त्यस्तो फिल भयो कि अनि म एक दिन रेस्ट गर्छु भन्दाखेरि पनि नसकेर अनि हिजो आएर हतार बच्चालाई सम्बन्ध बच्चा त पुरै उयो सातो गएर बसिरहेको रहेछ रोएर कति सातो गएर बसेको अनि मैले कति समातेर घुमाएर अनि ऊ गरिसकेपछि बल्ल फ्रेस भएको यो बच्चा भनेपछि सम्बन्ध जोडिएको छ अनि कति छ क्या यो बाबु अनि म त अचम्म लाग्छ अब कसरी छोडेर जाने होला यसलाई भनेर अब म त्यहाँनिर सधैँभरि माइती घर बसेर त हुँदैन होइन झरी दिन रात अब यस्तो चाडबाडहरू आउन लाग्छ अब यो बच्चालाई पनि बस भन्ने कुरा नि हुँदैन होइन सबैजनाको काम सकेपछि त उठेर हिँड्नै पर्छ अनि त्यति बेला के गरी हिँड्ने होला त्यो कुराहरू पनि म सम्झिरहेको हुन्छु कि यो बच्चालाई कि मेन भन्दा पनि यो बच्चालाई चाहिँ कसरी छोड्ने होला मैले होइन त्यही कारणले अब यो बच्चालाई चाहिँ सबैले माया गरिदिनु होला होइन मैले अब के भन्ने अब यो बच्चा चाहिँ सबैको माया लाग्दछ उसको अहिले के पनि को पनि साथमा छैन उसको आमाले एउटा लडेर चाहिँ नि उसलाई न्याय दिइरहेको छ होइन हामी सबैजनाले अब आजभन्दा भोलिभन्दा बाबु ठुलो हुन्छ मन्टेसोरी राख्ने बेला हुन्छ होइन त्यसको लागि पनि पैसा चाहिन्छ होइन अब अहिले उसको आमा पैसा कमाउन जाओस् कि के अरे काम गरोस् त होइन काम गरोस् कि पैसा कमाउन जाओस् भन्ने छ अनि बच्चालाई त हेर्नै पऱ्यो दुधे बालक छ त्यही कारणले सबैजना देश विदेशबाट जति पनि हुनुहुन्छ होइन अब यो बच्चाको लागि अब उसले ल्याक्टोजनहरू पनि खान्छ सेरेलेक्सहरू पनि खान्छ आमाको दुध मात्रै पुग्दैन डाइपरहरू कति महँगो छ होइन डाइपरहरूदेखि लिएर उसको लागि अहिले एकदमै गाह्रो छ दिनमा उसलाई केही नभए पनि बच्चालाई 1000 रुपियाँ त यतिकै खर्च भइरहेको हुन्छ दुध भन डाइपर भन अनि सामान्य यताउति गर्दाखेरि पनि यो बच्चाको केही नभए पनि 1000 रुपियाँ खर्च छ यो ट्रेनभित्र मैले देखिरहेको छु नि त होइन ल्याक्टोजन फेरि कति धेरै महँगो छ अहिले अब 1 नम्बरको ल्याक्टोजनै 1200-1500 पुगिसक्यो अनि त्यसै डाइपर कति महँगो छ हेर्नु है अब यहाँभित्र चिसोमा राख्ने कुरा यो बच्चालाई फिटिकै हुँदै भएन होइन अब यहाँ एक त यो खुल्ला सडक उसमा अनि यो त्यो चिसोमा राख्दाखेरि त गाह्रो हुन्छ डाइपर त अब आधी घन्टा यस्तो 15-20 मिनटमा फेर्न पर्यो त्यसको लागि त कस्ट महँगै त छ नि त्यो पनि होइन त्यही कारण कसैले यो बाबुलाई माया गरेर अब होइन कसैले अब डाइपरको लागि दुधको लागि अब जसरी होइन उसलाई त हामीले त अलिकति हुर्काउनु छ नि त हुर्किसकेपछि त उसको आमाले पनि काम गर्छ हामीले भन्ने कुरा पनि भएन होइन तर त्यति बेलासम्मलाई हामीले सपोर्ट गरिदिन सक्यौँ भने यो बच्चाको आशीर्वाद पनि लाग्छ होइन सुत्केरी आमाको आशीर्वाद पनि लाग्छ म सबैलाई के भन्न चाहन्छु भने कहाँ त खर्च गर्नुहुन्छ होइन यो त भगवान् रूपी बच्चा हो यसको लागि चाहिँ हामीले
2-3 वर्षको लागि मात्रै भए पनि यसो दुध खानी र खाना खानी अनि ऊ हिँड्ने भइसकेपछि त परेन नि त हामीलाई त्यसको लागि सपोर्ट गरिदिनु भयो भने चाहिँ म चाहिँ अलिकति आभारी हुने थिएँ होइन यो बच्चाको लागि अलिकति आएको जस्तो लाग्दैन मलाई क्युआर अब यहाँ 100-200 आयो होला तर अहिले कसरी चाहिँ चलाइरहनु भएको छ शर्मिलाजी भन्नु त उसले त्यही हामी जस्तो नजिकको दिदी बहिनीहरू अनि यहाँ आउने कोही कोही अब बच्चालाई टाइफोइडहरू ल्याइदिनुहुन्छ कोही कोही एकदमै मन भएकोहरू यहाँ बच्चाको मुख हेर्ने भनेर अनि कसैले 100-200 दिनुहुन्छ त्यति नै हो उसको खासै भन्ने हो भने त्यसरी ठुलो रकम चाहिँ आजसम्म उठेको छैन बच्चाको लागि त्यही 100-200 यहाँ मुख हेरेको र अनि उसलाई कहिलेकाहीँ अब उसलाई भेट्न र बाबुलाई भेट्न आउने माइती घर मण्डलामा आउने हुनेले 1-2 जोर कपडा ल्याइदिनुहुन्छ डाइफरहरू ल्याइदिनुहुन्छ त्यहीबाट नै चलाइरहेछ मैले हेरे अनुसार है 2 महिनादेखि मैले चाहिँ त्यही देखेको छु अब यो दुईजनाको सम्बन्ध चाहिँ कहिलेसम्म रहने त अब हाम्रो त अब यो सम्बन्ध भनेको त कहिले पनि हट्दैन जहाँ जस्तो भए पनि भेट त भइ नै हाल्छ कुरा भइहाल्छ मोबाइलको जमाना छ होइन अब भिडियो कल छ सबै कुराहरू भइहाल्छ छुटे पनि आत्मीयता त छुट्दैन नि त त्यो कारणले सधैँ नै हुन्छ हामी नमरे बाँचेसम्म नै हुन्छ यो दिदी बहिनीको सम्बन्ध होइन यो बाबुको सम्बन्ध तर टाढा भइएला आफ्नो परिस्थिति र बाध्यताले आफ्नो घर फर्किनु पर्ला तर पनि हामी मोबाइलबाट कुरा त गरिहाल्छौँ कहिलेकाहीँ ऊ पनि काठमाडौँ आइहाल्छ म पनि घुम्नलाई भनेर सुर्खेत गइहाल्छु कुन ठुलो कुरा हो र सुर्खेत जाने मन छ तपाईलाई म त सुर्खेत जानु मन छ मलाई फेरि पहिलादेखि मन पनि थियो अब जान्छु होला म सायद सुर्खेत लगेर दिदीलाई के खुवाउने विचार छ त बहिनीको सुर्खेत लगेर घुमाउने अब हाम्रोतिर के पाइन्छ अब सिमीहरू लोकल जुम्लातिरको अनि स्याउहरू त्यो बाहेक अरू केही पाइन्न सुन्तलाहरू हुन्छ जस रमाइलो दृश्यहरू देखाउने है त बुबुले घुमाइदिन्छु काँक्री बिहार भयो घन्टाघर भयो सबै ठाउँ घुमाइदिन्छु दिदीलाई अब यो दिदी बहिनीको सम्बन्ध माइती घरबाट जोडिएको छ होइन माइती घरबाटै अब छुट्ने बेलामा चाहिँ गाह्रो हुने भयो होइन छुट्ने बेला अब मलाई एयरपोर्टसम्म तिराउन जानुहुन्छ होला एयरपोर्ट जान्दिसम्म जाँदाखेरि थाहा भयो नि एयरपोर्ट तिराउन जानुहुन्छ तपाईँहरू प्लेनबाट जानुपर्ने हो कि गाडीबाट बाबु लिएर त गाह्रो हुन्छ नि गाडीमा अनि अब त्यत्रो लामो बाटो त अब गाह्रो हुन्छ नि रातभरि 1 दिनभरि लाग्छ नि त्यही भएर गाडीमा जान्छु रातभरि 1 दिन होइन लगभग 2 दिन भनौँ न होइन 24 घन्टै लाग्ने हो ठुलो मान्छेलाई गाह्रो हुन्छ सानोलाई गाह्रो भइहाल्छ म त गइहाल्थेँ तर बच्चा छ ज्याउ हुन्छ त्यही भएर प्लेनमा हुन्छ प्लेन चाहिँ सुर्खेतमै पुग्छ होइन ओके तपाईँहरूको यो नाता यो सम्बन्ध रहिरहोस् भन्ने कामना गर्छौँ अहिले भने हामी छुट्छौँ धेरै धेरै धन्यवाद दुवैजना थ्याङ्क यू सो मच भन्छु छोरा ल हेर